हेलो सबैजनालाई मेरो नमस्कार। मेरो नाम कुसुम जोशी। तपाईहरु सबैजनालाई मेरो भ्लगमा स्वागत छ। मैले आजको भिडियो 11 बजेबाट बनाउन सुरु गरेको छु। आज भाइटिका। तपाईहरु सबैजनालाई भाइटिकाको शुभकामना। बाहिरको मौसम यस्तो छ 11 बजे। भाइटिका नि टिका लगाएर तेल हालेर सकिसक्यो। यहाँ चाहिँ खानेकुरा खाँदैछन् भाइहरू। ल आज भाइटिकाको दिन। भाइटिका नि सकिएर अनि हामी चाहिँ उता पिङ खेल्न भनेर जान लाग्यो। यो चाहिँ नौलो ठाउँ हजुरहरूले देख्नु भएको चाहिँ यो चाहिँ अलि नौलो ठाउँ नै हो। अलि हाम्रो घरभन्दा अलि यतापट्टिको साइड हो। त्यहाँ छ है पिङ चाहिँ त्यहाँ छ। हामी चाहिँ त्यो पिङ खेल्न भनेर जान लाग्यो। ल म आफै मार्दिन्छु भाइ। क्या भने अबे एकदम यति होला नि मलाई डरै लाग्दैन रे यहाँ उता टुप्पो म त टुप्पोमा पुगेँ नि त ओरे किन छैन भन भन्नु म एकचोटि खेल्छु अनि तिमीहरू खेल्ला। ए कस्तो राम्रो। ओहो यहाँ त अहिलेसम्म पनि पानी बानी छ नि त नि। ए उताबाट आएको आइछ पानी अन्त ल खाइन न ल अनि यतै पानी बानी भएछ र। काँडो सिम अरे यो। ल ल हामी चाहिँ फर्केका। उतै यो पिङ यस्तो छ ठाउँ। ल हामी गयो। यहाँ चाहिँ भर्खर भाग्दै रहेछ के धान हो यो। हामी चाहिँ बाइकमा आएको थियौँ। सानोले चाहिँ बाइक फर्काउँदैछ। ल हामी बाइकमा जान्छौँ।
सानी नानीको मात्रै सुन्ने हो भैलोरी अन्त नि कस्तो चर्की ल गीत गाउनु त गीत गाउने नाच्ने ल ल नाच नाच तिमी आऊ त ल कान्छी कान्छी र अर्को कान्छी ल घुमा न घुमा घुमा खै